ल दिदी बहिनी भेट भयो आइसक्यौँ के गरेर बसेँ होला है फेरि रेडी भएर बस भनेको ल झर ल सानो बेबी धेरै दिनपछि आज मैले भिडियो लिएर आएको अहिले चाहिँ हामी ट्याक्सीमा दिदीको घर जाँदैछौँ दिदीलाई लिएर फेरि फर्किने हो अनि त्यसपछि हामी चाहिँ मामा घर जाँदैछ नानी बाबुहरूको छुट्टी छ स्कुलको त्यसैले अब नानी बाबुहरूलाई चाहिँ मामा घर लिएर जाँदैछौँ दिदी चाहिँ सुत्केरी खाना माइत अब चाहिँ दिदी घर पुगेपछि हजुरहरूलाई म देखाउँछु हामी चाहिँ दिदी घर आइसक्यौँ के गरेर बसेँ होला है फेरि रेडी भएर बस भनेको ल झर ल सानो बेबी हेरेर जाने ल हामी चाहिँ दिदी घरबाट फर्किसक्यौँ नानीलाई लिएर भुन्टु यता हेर मामा घर जाने हो कि होइन अब चाहिँ मामा घर जाने है तिमी जाने हो कि होइन त उता अगाडि चाहिँ भाइ बसिरह ब्लर राखेँ मेरोमा त मामा घर जाने है अब नेप्पीसँग खेल्ने है ऊ सुरन्छा त नुनु गरेछ नाम पनि के अरे सुरन्छा अरे के अरे सुरन्छा अनि के हो के भन्छ अरे अलि नबढेको क्या म त सानो देख्छु है अलि नसप्रेको जस्तो के मस्त नुनु गरिरह अब चाहिँ हामी ट्याक्सीमै जाने भयौँ सरर अरुङखोलासम्म अरुङखोला आयो बल्ल सबैजना सुतेर भुस पऱ्यो टेबल कता हो अरुङखोला आएको 2-3 घन्टापछि आएको हामी घरबाट चाहिँ 9:30 बजी हिँडेको वहाँ नौरङ्गेबाट यहाँ अरुङखोला आउँदासम्म 1 बजिसक्यो पुल बनाएको रहेछ यस्तो बिग्रेको बाटो उता अगाडि नि बिग्रेको क्या है बाटो बल्ल बल्ल अरुङखोला हाम्रो अरुङखोला बजार चाहिँ यस्तो छ है साथीहरू यहाँ चाहिँ पुल हो यहाँ चाहिँ यहाँबाट अरुङखोला सुरु हुन्छ के अरे घरसम्म लाने होला नि यताबाट पो जाने ए यहाँबाट चाहिँ हामी बजार जान्थ्यौँ है पहिला यो उयो गल्लीबाट चाहिँ भित्र भुपु चोकबाट होइन त छिर्ने ए बाटो बना होला सायद यहाँबाट नि जान्छ हाम्रो अरुङखोला बजार चाहिँ यस्तो छ सानो हो तर ठिकै हो भने चिजहरू सबै पाइन्छ यहाँ चाहिँ हामी वहाँ घरबाट भुपुबाट चाहिँ बजारमा न यहाँ अरुङखोला आउनुपर्छ ठ्याक्कै यहीँबाट हो भित्र जाने हामी चाहिँ बजार मान्न आज चाहिँ सोमबार कहिले आइतबार र बुधबार लाग्छ बजार यति ठिकै छ भुपुको मान्छेहरूलाई बजार मान्न आउने चाहिँ यहीँ हो सारा महँगो नै हुँदैन ठिकै हुन्छ ठिकै पाइन्छ सामानहरू चाहिँ बजार चाहिँ उता जङ्गलमा लाग्छ म अहिले देखाउँछु हजुरहरूलाई त्यहाँ चाहिँ के भन्नाले त्यहाँबाट के त्यो बन्द गर्यो उता भुपु जाने बाटो चाहिँ यहाँबाट नि सजिलै हुन्छ यहीँ हो बजार चाहिँ लाग्ने अहिले चाहिँ खाली छ यहीँ हो हाम्रो अरुङखोला बजार चाहिँ लाग्ने खुट्टा हाट बजार खुट्टा टेक्ने ठाउँ हुँदैन यहीँ हो हाट बजार चाहिँ हाम्रो यताबाट जाने त्यहाँ बाटो बन्द अरे भन्छ अಯ್या अरे सानो नानीलाई जाऊ भन्यो लक्का चक्र कुछ चोकबाट चाहिँ हो यहाँ सिधै आउनु पर्यो त्यहाँ बाटो बन्द भएको भएर यताबाट आयौँ हामी चाहिँ अब यहाँबाट सिधै सरर जङ्गल कस्तो पाताहरू झरेर उराट लाग्दो भएको कि छ अहिलेको मौसम त यहाँ बिराम होला जस्तो भयो सरर अब यहाँबाट सिधै जङ्गलमा जङ्गल छ अनि सानो गाउँ आउँछ त्यो हो हाम्रो चाहिँ माइत जन्मेको हुर्केको घर अहिले त यहाँ जुन डढेलो लाग्यो यस्तो बनाएर
अब हामी चाहिँ आइपुग्यो भाइ साथीहरू माइत। मामा घर आयो छोरी उठा अब। मामा घर आयो भुन्टु मामा घर आयो घर आयो ल मामा घर आयो नेप्टी आऊ नेप्टी के सन्चै छ के अरे साथीलाई बुङ्गुर हेरेर लैजाऊ रे दिदीलाई बुङ्गुर हेरेर लैजाऊ रे आउन पाएन बुङ्गुर हेरेर लैजाऊ रे ल जाऊ न बहिनीसँग जाऊ न बुङ्गुर हेर्न ल जाऊ ल दिदी बहिनी भेट भयो र यहाँ त बच्चा छ फेरि ल बहिनीलाई दिदीलाई लगा है बुङ्गुर हेर्न गयो दिदी बहिनी बुङ्गुर हेर्न गयो। चेस गरेर खाउन दाई बहिनीहरू आज 3 जना सबै एकै ठाउँमा भेट भएछ है। सबैले हेलो गर्देऊ यता हेलो गरौँ खै आखानाले गरेको हेलो। नानी चाहिँ मसँग बस्छ ऊ चाहिँ आमा उइटासँग। साथीहरू आज चाहिँ भिडियो यति नै। हजुरहरूलाई कस्तो लाग्यो मन परेमा लाइक शेयर कमेन्ट चाहिँ गरिदिनु होला। अहिलेको लागि बाई बाई गरिदेऊ बाई गरे।